परदेशमा कसरी भन्नु न के कुरामा तपाईलाई मैले आज साडीमा परदेशमा हैन अब नेपाली चेलीबेटीहरु आयो भने बिहे गरेको भने सिन्दुर पोस्ने के छ तपाईको डिभोर्सै भयो तपाईको डिभोर्स भएको आज 8 वर्ष भयो होला समथिङ हैन अब डिभोर्सको कारण चाहिँ के छ भने मेरो बच्चाहरुलाई एकदम धेरै यातना मैले धेरै टिकटक बच्चालाई भनेको छु कि जुन दिन म मर्छु नि मरेको दिन मलाई सिंगार गरेर राम्रो बनाएर लैजाइ नानी भनेको छु कि मेरो बच्चा आज चाहिँ मैले आज फरक किसिमलाई अगाडि देख्न सक्नुहुन्छ कुवेतमा एकदम चिर परिचित अब उहाँ हेमा दिदीलाई सबैले चिनिराख्नु भएछ होला अब म तपाईलाई उही गएर परिचय दिनेछु आज टिएचएन ब्लगको नयाँ पोडकास्टमा यदि नयाँ हेर्दै हुनुहुन्छ भने भिडियोलाई सब्स्क्राइब गर्नु होला र अन्तिमसम्म हेर्नु होला म उहाँसँग जाँदैछु है त हेलो नमस्ते है ल नमस्कार नमस्कार हजुरलाई पनि वेलकम छ प्रथम त है हजुरलाई धेरै धेरै धन्यवाद आज त अब मैले तपाईलाई मेरो पोडकास्टमा ल्याउनु सुरु गर्व जस्तो लाग्छ हजुर हजुर थ्यांक अब कुवेतमा हजुर कुन नामले परिचित हुनुहुन्छ मैले देख्दा त अब हेमा नामै मैले जतिखेर नि देखिरा हुन्छु हजुर हजुर के छ तपाईको एक्चुअली नाम के परिचय खुलाइदिनु होला पहिला मेरो नाम चाहिँ सर्वप्रथम नमस्कार म सावित्री सिलवाल हो खास भन्यो नि मेरो बिहे दाहालको छोरोसँग भएर मेरो चाहिँ सावित्री दाहाल थियो अनि पछि डिभोर्स भइसकेपछि चाहिँ मेरो बच्चाहरुले चाहिँ त्यो थर चेन्ज गर्नु पर्यो मम्मी भनी नानीहरुले अनि मैले चाहिँ सोचे थर चेन्ज गर्दा मेरो नाम पनि चेन्ज गर्दिनु पर्यो नानी भनेर मेरो छोरीहरुले चेन्ज गर्दैका नाम हुन् हेमा छेत्री भनेर चाहिँ राखेको त्यही नामबाट म एकदम चर्चित भएँ अहिले संसार युट्युबमा अब अथवा मेरो फेसबुकमा मेरो टिकटकमा मलाई देश विदेश जहाँ जहाँबाट मेरो भिडियो हेर्नु भएको छ सबैले मलाई चाहिँ हेमा छेत्री भनेर चिन्नुहुन्छ र हजुरहरूले धेरैले मलाई माया गरिदिनु भएको छ हैन यस्तै माया गर्दै जानु होला म सँगसँगै मेरा भाइ मेरो बहिनी सबैजना माया गरिदिनु होला ल अरु केही त्यही त अनि तपाईको नाम पनि अब कता गुरुङ जस्तो देखि जस्तो लाग्यो के गुरुङ थियो नमस्ते मेरो नाम चाहिँ मनिषा गुरुङ ए मनिषा गुरुङ ए जस तप कहाँ पोखरा ओहो मेरो घर पनि पोखरातिर हो ल त्यो भए पनि अब नजिकै परिएछ र आज पहिलो भेट पनि उहाँहरुसँग मेरो प्लस हजुरले ट्याक्क डिभोर्स भन्नुभयो अब एकदम हैन त्यो कुरा म तपाईलाई जोड्छु हजुर हजुर र तपाईले चाहिँ आज म लकी भनौं परदेशमा कसरी भन्नु न के कुरामा तपाईलाई मैले आज साडीमा परदेशमा हैन हजुर हजुर अब नेपाली चेलीबेटीहरु आयो भने बिहे गरेको भने सिन्दुर पोस्ने हजुर हजुर अब त्यस्तै अब यहाँको ड्रेसको बारेमा मैले बयान गर्नु पर्दैन हजुर हजुर थाहा छ अब त्यो कुनै चेलीबेटीलाई तोकेर भन्दा नराम्रो हुन सक्छ है र तपाईले आज यो साडीमा यो कुवेतको ठाउँमा देख्दा एकदम म पनि अब नेपालीको एउटा गर्व नेपालीको छोरो भएर एउटा गर्व चाहिँ ठाने र तपाईले यो लगाउनुको के छ रिजन मलाई फेरि पहिलादेखि नि एकदम अरु चीज भन्दा पनि साडी एकदम मन पर्ने के फेरि साडी अनि भनौं न अब धोती चोलो अनि त्यसपछि कुर्ता सुरुवाल भनेको मलाई एकदम मन पर्ने चीज मन मात्र पर्ने कि अब मन पर्ने भन्दा नि यस्तो नि अब हामी एउटा नेपाली भइसकेपछि एउटा नेपाली जुनै पनि ठाउँमा गएर यो नेपाली हो भनेर सबैले हामीलाई चिन्दोस् हैन कुनै पनि मान्छेले हामी नेपाली हो भनेर हामीलाई नराम्रो नबोल्दियोस् नराम्रो नगर्दियोस् हाम्रो लागि मेरो देश मेरो समाज मेरो सबै ठाउँमा चाहिँ हामी नेपाली हो भनेर एउटा नाम राख्न सक्यो भने त हामी नेपाली हुनुमा गर्व छ नि त हैन आजसम्म पनि कुनै पनि कन्ट्रीले अट्याक र कुनै पनि कन्ट्रीले के पनि गर्न नसकेको देश भनेको मेरो नेपाल हो त्यो नेपालको लागि पनि हामीले यो लगाएर हिँड्दाखेरि मैले प्यान्ट लाएर यदि हिँडे भने नि मलाई कसैले हेर्दैन मैले साडी लाएर हिँडे भने सबैले मलाई हेर्छ कि गर्व लाग्छ हो म नेपाली हो अहिले त हेर्छ कि अलि अब अहिले त यो हैन प्यान्ट भन्दा नि यो लायो भने त म कुवेतीहरुले कति जना मेरो फोटो पनि खिचेको छ कि कति जना आउनुहुन्छ एउटा मलाई फोटो चाहियो भन्छ मैले सोचे मलाई नि फोटो देउन हुँदैन भन्छ तर मेरो फोटो लान्छ कि मलाई त्यसमा खुसी लाग्छ त्यही भएर लगाउँछु अनि सिन्दुर पोतेको बारेमा सोध्नुहुन्छ त्यही कुरा गर्दै छु मैले सिन्दुर पोते अब तपाईले सबै लगाउनु पर्छ अनि तपाईले कता कति भर्खर सुरुमा डिभोर्सको कुरा नि गर्नु भयो नि हजुर हजुर के छ तपाईको डिभोर्सै भयो तपाईको डिभोर्स भएको आज 8 वर्ष भयो होला समथिङ हैन अब डिभोर्सको कारण चाहिँ के छ भने मेरो बच्चाहरुलाई एकदम धेरै यातना मैले धेरै टिकटकमा यो कुराहरु खोलेको छु हैन मेरो बच्चामाथि धेरै चाहिँ यातना पीडा मेरो बच्चालाई एकदम भएर मेरो आँखाको अगाडि मैले सहन नसकेर मैले मेरो लोग्नेसँग केही पनि नलिएर आज पनि म आफ्नो छाती फुलाएर भन्छु मेरो बच्चाको लागि मैले डिभोर्स गरेको हो हैन त गतिलो भएको भए तेरो डिभोर्स हुन्थ्यो भन्छन् गतिलो थियो या अगतिलो थियो भने जसले भोग्छ त्यसलाई मात्रै थाहा छ हैन भन्नुभन्दा अगाडि 1000 बार सोच्नुपर्छ त्यस्तो घटना तपाईको दिदी बहिनी अथवा तपाईको पनि त्यो हुन सक्छ त्यही भएर 1000 बार गर्नु भन्दा अगाडि चाहिँ हामीले धेरै कुरा सोच्नु पर्छ अनि सिन्दुर पोते किन लाको भन्छन् यो मलाई एकदम रहर लाएर मैले बनाएको डिभोर्स भइसकेपछि मान्छेले त सबै गर्छ हजुर हजुर ल त्यसको के छ भन्नु अनि मलाई चाहिँ हैन अरूले मलाई जे भने नि मलाई यो पोते मैले रहरले बनाएको थिएँ यो नौगेडी यो छिनाएर फाल्न मलाई माया लाग्छ त्यही भएर मैले घाँटीमा झुन्नुहुन्छ किन भन्दा म आफैले दुःख गरेर जोडेको चीज हो के यो अब यो छुटाउन त सबै फाल्नु पर्यो नि त अनि यसलाई कहाँ झुन्नाउने भन्दा छैन ठाउँ
त्यही भएर म यसलाई घाँटीमा झुन्डाउन चाहन्छु। यो सिन्दुर चाहिँ किन लाउँछु भने मलाई मेरो फेस चाहिँ रातो राम्रो भएको मलाई मनपर्छ के टिका सिन्दुर पोते भनेको। हामी बिहे गरिसकेपछि नि सम्बन्ध तपाईँले तोड्नु भयो, कागजमा तोड्नु भयो, तर मनमा भएको सम्बन्ध कहिले पनि तोडिँदैन। तपाईँ मरेर जुन दिन चिट्टामा पुग्नुहुन्छ नि त्यो दिन पनि तोडिँदैन सम्बन्ध भनेको त्यो होइन। त्यो सम्बन्धको लागि उसले मलाई धोका दियो अथवा मैले धोका दिएँ, जे जस्तो भए पनि यो मनभित्र लेखेको चिजहरू कहिले मेटिन्छ? कहिले पनि मेटिँदैन। हो त्यही चिज बसेको भएर नि म कहिले पनि मेट्न सक्दिनँ। जे छ जस्तो छ जुन ठाउँमा बस्छु तर जहिले पनि लाउँछु। अनि मैले बच्चालाई भनेको छु कि जुन दिन म मर्छु नि मरेको दिन मलाई सिँगार गरेर राम्रो बनाएर लैजाए नानी भनेको छु कि मेरो बच्चाहरूलाई मैले। हो त्यही त मैले चाहिँ त फर्स्ट तपाईँ नै देखेँ है स्पेसल भन्नुपर्दा डिभोर्स भइसकेर तपाईँले जुन अहिले कुरा खोल्नु भयो। हजुर हजुर उहाँ जुन ठाउँमा हुनुहुन्छ यथावत छँदैछ, त्यो माया छँदैछ। प्लस अब तपाईँले यत्रो जेष्ठ पोतेको बयान गरिदिनु भयो, सिन्दुरको बयान गरिदिनु भयो, जे भए पनि तपाईँसँग माया त रहेछ नि त। माया अब सम्झ अलिक के भन्न चाहनुहुन्छ ल तपाईँले? यदि इनकेस उहाँसँग यो पुग्यो भने अब अहिले तपाईँसँग आएर त्यो फेरि मिलन हुने कुरा त होइन। त्यो सम्भव छैन। यस्तो एउटा नारी तपाईँ हुनु रहेछ कि जस तपाईँले अहिले अझसम्म पनि उहाँलाई माया पनि गरिराख्नु भएको छ, डिभोर्स भए पनि के भन्न चाहनुहुन्छ खास? यस्तो हुन्छ हामीले एक दिन कोहीसँग बस्यौँ अथवा एकछिन भेट्यौँ, एकछिन हाँस्यौँ भने त मान्छेको मनभित्र कति सम्झना माया रहिरहन्छ भने त्यो भनेको एउटा बचपनामा लागेको माया होइन। 15-16 वर्षमा मैले माया भने के हो, मेरो श्रीमान भने के हो केही पनि नजानेर गरेको माया थियो। त्यो माया यो मनभित्र छ नि कति छ देखाएर साथ दिए नभएको माया छ होइन। आँखाबाट आँसु झर्छ। अनि यस्तै हो उहाँ जहाँ बस्नु भएको छ मेरो बच्चा अथवा मलाई यातना पीडा जति दे मैले सहेँ। मेरो बालबच्चामाथि जुन दिन हातपात भयो त्यो दिनदेखि मैले मेरो लोग्ने मैले आफैले त्यागेको हो। हातपातै मेरो बच्चामाथि। म घर जाँदैछु यसको विषयमा घर घर फेरि म बोलिदिन्छु होइन। त्यो भएकै कारणले मेरो बच्चाले जुन दिन भन्यो कि मेरो बाबासँग तपाईँ बस्नुभयो भने म झुन्डेर मर्छु, मेरो बच्चाले भनिसकेपछि मैले मेरो मायालाई मैले तोडेर म हिँडेको मान्छे हो। किन भन्दा म एउटा छोरी मान्छे र मैले जन्म जुन दिएको थिएँ त्यो पनि छोरी नै मान्छे हो। मैले गर्दा मेरो बच्चालाई कुनै दिन दुःख कष्ट नहोस् भनेर आज यतिको उमेरमा नि मैले कसैसँग बिहे गरेर किन जान सकिनँ भने मैले गएँ भने भोलि मेरो बच्चाले दुःख पाउँछ नि त। त्यो बच्चालाई कसले हेर्छ? एउटा चेली हो त्यो भन्ने सोचेर आजसम्म अब माया गरे गरिन यताउता जे भए पनि आफ्नो ठाउँमा राखेर बच्चालाई कहिले यातना पीडा मैले दिएको छैन कि त्यति मात्रै। खास के तपाईँको कसरी डिभोर्स भयो? खास डिभोर्स भएको भनिकन मैले अघि नै कारण खुलाइसकेँ। हातपातको कारणले बच्चामाथि हातपात। आज यो अब मेरो धेरैजनाले हेर्नुहुन्छ होला मेरो यो भिडियो होइन। धेरै मेरो बच्चामाथि रक्सी खाएर यातना पीडा अनि म माथि मेरो लोग्नीले ऊ विदेश बसेको बेलामा मैले धेरै टिकटकमा नि बोलिरहेको छु यो कुरा होइन। उसले विदेशमा बसेर अर्कोसँग लागेर मैले घरमा जब पाएँ यातनाहरू जति पाएँ नि मैले 16 वर्ष खपेँ। किन खपेँ? मैले टिकटकमा खुलाएको छु मेरो लोग्नी हो र मेरो सिन्दुर हो। जुन दिन मैले लोग्नी त्याग्छु त्यो दिन म एक्लो हुन्छु भन्ने हिसाबले 1012 मैले त्यो कुराहरूलाई सहेँ। जुन दिन बच्चामाथि भयो त्यो दिन मैले सहन सकिनँ। मैले धरती फाटेर म त्यो एउटा सीता धरतीमा पस्नु भएको थिएँ नि आफ्नो संसार त्यागे त्यस्तै त्यागेर हिँडेको मान्छे हो। आज पनि मैले 2टा बच्चालाई सुखमा राखेको छु। अब सुख त यस्तो सुख त कस्तो छ भाइ भने नि अब 1000 मसँग त्यतिसम्म सेलेरी छैन कि मेरो बच्चालाई मैले संसार सबै पुर्याइदिन सकौँ। तैपनि म मरेर हुन्छ म रोएर हुन्छ जस्तो दुःख होस् तर मेरो बच्चालाई कहिले दुःख नहोस् भनेर आजसम्म आज 8 वर्ष समथिङ 8-9 वर्ष हुनाले गरेर डिभोर्स भएको। 2टा बच्चा खान लाउन पढाउन भाडामा राखेर आज पनि गरि नै राख्छु, भोलि पनि गर्छु। मैले मेरो बच्चाले यति भनेको छु कि जुन दिन म मर्छु नि त्यही दिन रुनु, जुन दिन म जीवित छु कहिले मेरो बच्चाको आँखामा आँसु झर्न हुँदैन भनेको छु कि भाइ। जब पनि अब आफ्नो जस बुढाले दिने तपाईँ एक्लैले नै आफ्नो बालबच्चालाई जस खुसी बनाउनु भएको छ त्यो नै ठुलो कुरा अहिलेसम्म। त्यही त भनेपछि तपाईँको खास कति वर्षमा खास जस म्यारिड भएको थियो? खास म्यारिड हुँदाखेरि म 15 समथिङ 15 को हाराहारी लास्टतिर थिएँ होला। के थियो तपाईँको लभ म्यारेज थियो कि? अब त्यसमा लभ म्यारेज भन्न मिल्ने नि छैन के बचपना थियो होइन। उहाँलाई मैले मन नपराउने अनि उहाँले एकदम मलाई एकदम दिदी भन्ने अलिकति एउटा उसले थियो। अनि हुँदै जाँदाखेरि उहाँले चाहिँ अब मैले योसँग बिहे गर्न पाउँदिनँ भनेर पहिला पहिला त्यो झाँक्रीहरूले त्यो टुनमुना गर्थे नि त्यो टुनमुना भएर यसरी हाम्रोहरूलाई बिहे गरेको हो कि मलाई यो मान्छेसँग मैले मन परायो यो मान्छेसँग मैले बिहे गरेको भन्ने नि होइन। अब बचपना बिहे भयो। जुन दिन बिहे भएर त्यो घरमा टेके दिनदेखि र मैले छुटेको दिनसम्म पनि मैले आँखाबाट आँसु झारेको छु होइन। यो मनमा यति पीडा छ नि भन्ने पनि चिट्टामा गएर जलेको दिन पनि त्यति दुख्छ होला मेरो मन। त्यो सहेको मान्छे हो म। त्यही भएर छोरी चेलीबेटीलाई यही भन्छु कि जति दुःख कष्ट जे हुन्छ एउटा केही गर्न सक्नु हिम्मत राख्नुहोस्। दुःख सुख जीवनको एउटा साथी हो होइन। सुख भनेको तपाईँसँग आज छ तर भोलि हुँदैन। दुःख भनेको तपाईँले जन्मेदेखि मर्नेको दिनसम्म तपाईँसँग दुःख छ त्यही हो तपाईँको साथी। त्यो बाहेक कोही पनि छैन हाम्रो साथी। त्यही त
तपाईको यो स्टोरीले त्यही त नि अब हुने भावुकै बनायो प्लस हैन जस तपाईको जो हुन्छ नि त मैले त तपाई प्रथमै देखे जस्तो लाग्यो अहिले जस अब जतिले हेर्नुहुन्छ उहाँले बताइदै हाल्नुहुन्छ र प्लस तपाई कुवेतमा कति भयो आएको समथिङ 6 वर्ष पुगेर अब 7 वर्ष लाग्न थाल्यो होला जब म पहिलोचोटि कुवेत आएको थिएँ कुवेतमा आउँदा मेरो सेलेरी 60 केडी थियो है म 60 केडीमा वहाँबाट आउँदाखेरि 75 भनेको थिएँ यहाँ आएर हामीलाई 60 वर्ष दियो 60 केडी दियो त्यो 60 मा मैले 3 वर्ष काम गरेँ मान्छेले विदेशमा बसेर के गरिस् भन्छन् विदेश बसेर भन्ने बित्तिकै यहाँ धेरै सुख छैन धेरै दुःख छ हैन सबैको भने जस्तो सेलेरी छैन र भने जस्तो मान्छेले घर बनाउन सक्दैन आफ्नो बाल बच्चा हेर्नु पर्छ भाडा बनाउन उनीलाई राखेको हुन्छ आफू बिराम हुन्छ आफूलाई पनि हेर्नु पर्छ जो जति विदेश आउन चाहनुहुन्छ नि सबैजना केही सिकेर आउनुस् के सिप भएन भने तपाईलाई विदेशमा धेरै रुनु पर्छ यहाँ नेपाली भनेर सबै नेपाली जस्ता छैनन् कि धेरै पीडा दिने नेपाली पनि छन् र धेरै साथ दिने नेपाली पनि छन् तपाईसँग आफैसँग हिम्मत भयो भने नि तपाईलाई कसैले ढाल्न सक्दैन तपाईलाई एकलाई स्टप गर्न तपाईलाई नेपालीले के पीडा दिए खोल्नुस् न किन नेपालीले तपाई बोल्नु पर्छ यो ठाउँमा है किनभने मैले प्रत्येक मान्छेलाई मैले के भनिरहेको छु भने तपाईले कुन पीडा भोग्नु भयो तपाईले यहाँ के पाउनु भयो यहाँबाट तपाईले के भन्नुहुन्छ यो तीनटा कुरा मैले बारम्बार भनिरहेको हुँ तपाईलाई थाहा नै छ होला म चाहिँ धेरै कुराहरु नेपालीहरुसँग चाहिँ कस्तो भने आज मलाई दुःख पर्यो भन्दा अब यहाँ बंगालीको कुरा ल्याउँदाखेरि मान्छेलाई बंगाली भन्ने आउँछ हैन मेरो कम्पनीमा पहिलाको कम्पनी थियो अल कुवेत अहिले यहाँ अब धेरै जनाले यो भिडियो हेर्नुभयो भने हैन त्यो कम्पनी भित्र बंगाली थियो आज यस्तो पर्यो भन्दा हेल्प गर्ने एउटा कसैले शरीरसँग मात्रै गरेर हेल्प गर्दैन कि कोही मान्छे कस्ता खालका हुन्छन् कि तपाईसँग शरीरसँग नखेल्दा नि उले धेरै कुरामा हेल्प गर्ने मान्छे हुन्छ त्यो भनेको मानवता भएको मान्छे हो हैन धेरै दुःख पर्दाखेरि यही कम्पनीमा आएर म कति बिराम परेर मैले हात जोडेर मलाई यस्तो हुँदा नि मैले कति गरेर भन्दा पनि मैले हेल्पसम्म यो कम्पनीमा मैले नि पाएको छैन हैन पहिलाको कम्पनीमा बंगालीहरु थियो बंगालीहरु सिस्टरहरु केटीहरु पनि सबै बंगाली थियो कि हाम्रो त आज यस्तो भयो नि भनेपछि ओके सिस्टर भनेर उनीहरुले बरु हेल्प गर्थ्यो भने नेपालीको अगाडि गएर तपाई झुक्नु न बरु लात्ताले हिर्काउन तयार हुन्छन् के त्यस्ता नेपाली यो परदेशमा छन् हैन मान्छे भइसकेपछि एउटा मानवता भन्ने चीज मान्छे भित्र हुनु पर्छ है पैसा भनेको नि तपाईको आज छ भोलि छैन पैसाले के पनि हुँदैन पनि हुन्छ पनि पैसाले तर पैसा मात्र सबै ठुलो कुरा हैन मन पनि ठुलो भएको मान्छे हुनु पर्छ के हो किन भन्नु तपाईँ एक्जाम्पल बुझ्नु होला है पैसा मात्र बुझ्नु पर्छ सबै थोक पैसा त चाहिन्छ तर फेरि अलि के छ भने पैसा छ भने तपाई कहीं एउटा पाइलै चल्दैन के अहिले फेरि त्यो कुरा चाहिँ हो कि थोरै अलिकति तपाईसँग पैसा टन्न छ तपाईसँग हृदय छैन के मन छैन के मसँग पैसा छैन अलिकति पनि कसैलाई तपाईले हेल्प गर्नु न हैन तपाई यति खान्छ म भुक्कै कस्तो बसिरहेको छु भने कसैले मलाई टुलु टुलु हेर्दा त मेरो मन त रोइरहेको हुन्छ नि हैन यति चाहिँ अलिकति बाँडेर खाउनु भन्दा उ पनि त अगायो नि त म पनि त अगाएँ नि त दुईटैको भयो नि त हैन त्यहाँ माया पनि भयो हैन त्यो चाहिँ बन्दोस भन्छु के तर यहाँ भित्र छैन तर तपाईले जस कुवेतमा जस आउनको लागि नेपालमा कति साल पहिला खास यहाँ कति 7 साल भन्नुभयो कति भन्नुभयो 6-7 साल भयो हैन 7 पुग्न लाग्यो होला कुवेतमा गएर मैले यो गर्न सक्छु भन्ने के सोच थियो तपाईले कसरी त्यहाँबाट आउनु भयो यहाँ मैले यही सोचेर आथि जस्तो दुःख परोस् कष्ट परोस् जस्तो जे पनि सहन्छु मेरो बच्चा छन् तिन मैले यस्तो सोच्नु भयो त खास त डिभोर्स तपाईको त्यही टाइममा भयो कि पछि भएको हैन डिभोर्स भएर 2 वर्ष पछाडी आएको 2 वर्ष पछाडी आउनु भयो त्यो डिभोर्सको झोकमा भन्दा पनि अब नेपालमा बसेर पसल थियो मेरो ठुलो किराना पसल थियो मैले त्यत्रो पसल चलाएर बसेको थिएँ अनि बच्चाहरु अलि पढ्ने अनि बच्चाहरुबाट सपोर्ट पनि छैन अब अल्लाहरी बेलाका नानीहरु हैन अनि सबै कुराको टेन्सन भएर हैन अब विदेश जान्छु अलिअलि भने विदेशमा गएर कमाउन सक्छु यो नेपालमा बसेर केही पनि नहुने रहेछ भनेर हातमा सिप मेरो केही पनि छैन म पढेको मान्छे पनि होइन हैन जम्मा मैले 5 कक्षा पढेको छु मान्छेले पढेर भन्दा नि मान्छेले पढेर चाहिँ मान्छे बुद्धिमानी र एकदम विश्वास गर्दैन कसैले गर्दैन 5 कक्षा पढेछु जम्मा ल हेर्नुस् है अब यहाँ यत्रो सोशल मिडियामा 5 कक्षा अब धेरैलाई ज्ञान स्पेशल त अब होल नेपालको टपिक देखि लिएर यो परदेशको टपिक लिएर अब धेरै टपिकमा जोडेर चाहिँ उहाँले दिइरा हुनुहुन्छ एकदम मलाई त मनै पर्छ अब उहाँको स्टोरी चाहिँ अब हुनै रहेछ हैन त्यही त भनेपछि तपाई यहाँ आउनु त्यो सोचले आउनु भयो प्लस तपाई कति भन्नु भयो 60-75 केडी हुनु है 75 केडीमा आको उहाँबाट साइन गरेको थियो तर उहाँलाई के भनेको थियो भने तपाईको 75 केडी सेलरी हो आउनु भएको पहिला क्लिनरै भनेर आको हामी क्लिनरमै उहीबाट भनेर आको आउँदा पनि क्लिनरमै काम गर्यौं तर कन्ट्याक्ट भन्ने चाहिँ थाहा थिएन हैन तपाईहरु जुनै पनि नेपालदेखि यहाँ आउनुहुन्छ नि कन्ट्याक्ट र कम्पनी भनेको चाहिँ कस्तो हुन्छ भने नि जो क्लिनरमा आउँछ त्यो कन्ट्याक्टमै पर्छ त्यसको त्यो कम्पनी हुँदैन सेक्रेटरी अरु कामको लागि चाहिँ कम्पनी नै हुँदो रहेछ हैन मैले यहाँ आएर पछि बुझेको कुराहरु आउँदाखेरि अनि यति सेलेरी मेरो नेपालमा थियो यति सेलेरी यहाँ भयो भनेर नसोच्नु होला आउँदाखेरि दुईटा पेपर दिन्छ
त्यो डिमान्ड पेपर हुन्छ एउटा पेपरमा कति सेलेरी लेखेको छ अनि अर्को पेपरमा पनि फेरि चेक गर्नु बराबरको सेलेरी छ तपाईले त्यही सेलेरी पायो है यति कुरा याद गर्नु फेरि यहाँ एउटा सेलेरी अर्कोमा एउटा सेलेरी भयो भने तपाईको त्यो यहाँ भनेको होइन अर्को पेपरमा भएको सेलेरी दिन्छ राम्रोसँग पहिला हेर्ने साइन गर्दाखेरि चाहिँ ख्याल गर्नुपर्छ मान्छेले क्याल्कुलेटर पनि हान्दैनन् कि त गुगलमा गएर चेक गर्ने बित्तिकै हैन नत्र त जानेको मान्छेलाई नै ल गुगलमा चेक गर्दैन कति हुँदो रहेछ नेपालको भनौँ न कुबेतको केडीको यहाँ कति हुँदो रहेछ त्यो हिसाबले त्यो क्याल्कुलेसन गरेर मान्छे 75 केडीको टपिक पनि धेरै अब आइरहेको छ सामाजिक सञ्जालमा हैन अब यसको विषयमा तपाईले के भन्नुहुन्छ सबैलाई मान्छेहरू अलिकति यस्तो हो कि मैले 60 रुपैयाँ भनेर म नेपालदेखि कुबेत आउँदा नि मैले 200 केडी कमाउँथेँ त्यो बेला पनि हैन कसरी कमाउँथेँ भनेर सोच्नु न मलाई कम्पनीले जम्मा 60 केडी दिन्थ्यो मैले 8 घण्टा ड्युटी गर्थेँ 8 घण्टा अथवा 10 घण्टा ड्युटी हुन्थ्यो हैन आउन जानु 10 घण्टा पुग्थ्यो अनि ठ्याक्क ड्युटीबाट आउने बित्तिकै कपडा खोलेर थालमा भात हुन्थ्यो यसै गरेर गम मुस्दै दुई गाँसा मैले भात दुई थाल भात एक थाल भात मैले खाएर पसिना हुन्थ्यो म सरक ड्युटी जान्थेँ हैन 3 बजे आएँ भने 4 बजे ड्युटी जान्थेँ राति 10 बजे रुममा आउँथेँ रुममा आइसकेपछि जम्मा एउटा स्याउ खान्थेँ म सुत्थेँ किन भन्दा मलाई पैसा कमाउनु थियो मेरो बालबच्चा मैले हेर्नु थियो त्यस्तो शनिबारको दिन सबैजना घुमफिर गर्न जान्थेँ तर म ड्युटीमा हुन्थेँ किन भन्दा मेरो बच्चा मैले पाल्नु थियो त्यसरी दुःख गर्नुपर्छ र तपाईले अलिकति काममा ध्यान दिनुपर्छ र राम्रोसँग तपाईले स्कुलमा पनि काम गरिदिनु भयो भने नि त्यहाँका कुबेती मामाहरूले धेरै माया गर्छन् तिनीहरूलाई चाहिँ मन पर्नु पर्यो तपाई मन परेपछि तिनीहरूले तपाईलाई घरमा काम गर्न बोलाउँछन् कहिले भन्छ नि अल्छी तिग्रो स्वादे जिब्रो भन्छ नि त्यो भयो भने कहिले पनि हुँदैन एकदम रगत पसिना चुहाउनु पर्छ नि जहाँ मेहनत गरे त्यहाँ अवश्य पैसा मिल्छ त्यही त तपाईले जे सुरुमा त्यो 75 केडीमा आउनु भयो प्लस त्यसपछि कतिवटा कम्पनी चेन्ज गर्नुभयो मैले कम्पनी चेन्ज गरेको हैन त्यो तपाई क्लियरमै हुनुहुन्छ ए भनेपछि तपाईले स्पेशल क्लिनरकै टपिकमा जानु पर्यो थोरै तपाईले जस क्लिनरमा कुबेतमा नेपालीहरु दिदीबहिनी आए हुन्छ आए हुन्छ भन्दा पनि अब अलिअलि हल्का अब आफूसँग सिपे छैन भएसम्म त तपाईले सिपे सिक्नु किन भन्दा अलिकति उमेर भएका मान्छेले त यो क्लिनरमा काममा आउनु बेकारै छ कुबेतमा के चाहिँदो रहेछ त खास क्लिनरमा आउनको लागि कुनै पनि ठाउँमा क्लिनर यो कुबेतमा मात्रै म भन्दिन अरब कन्ट्री जानुस् युरोप कन्ट्री जानुस् युरोपमा यहाँ भन्दा नि दुःख छ युरोपमा धेरै मैले मान्छेहरुसँग बोल्छु हैन तिनीलाई झन् दुःख छ त्यो ठाउँमा हैन तपाईहरुले चाहिँ जुनै पनि देशमा जानुस् सिप बोकेर जानुस् तपाईले सिप छ यदि पढाइ छ राम्रो ट्यालेन्ट पढाइ हुनु पर्यो हैन अब इंग्लिशमा ट्यालेन्ट अथवा म्याथहरुमा तपाईलाई ट्यालेन्ट म्याथ भयो भने त अब यो म्यानेजर भनौं न एउटा क्यासियरमा हरेक ठाउँमा चल्यो हैन मैले आफूले बुझेको कुरा है अब यो सबै कुराहरु थाहा छैन हैन भाषा बुझ्दिनु भयो अथवा तपाईसँग सिप छ भने नि अनि हिम्मत गर्नुस् जस्तो पनि ठाउँमा म पुग्छु र जस्तो पनि काम आइपरोस् जीवनमा मैले गर्नुपर्छ भने हिम्मत राख्नु र म पछाडी पनि मेरो पछाडी कोही छ भनेर सम्झिनु त त्यस्तै बोलाउँछ हार खान हुँदैन सबैभन्दा ठुलो त्यही त अब स्पेशल यही टपिकमा चाहिँ तपाईले कुबेतमा महिनामा 2-3 टा घटना यस अब स्पेशल अब यो मरिरहेको हुन्छ चेलीबेटी तपाई यत्रो 6-7 वर्ष कुबेतमा बसेर तपाईले के भन्न चाहनुहुन्छ स्पेशल त अब यहाँकोलाई भन्न चाहे पहिला यहाँको चेलीबेटीहरुलाई तपाईले के भन्नुहुन्छ कसरी तपाईले उनीहरुलाई एउटा साथ दिनुहुन्छ कसरी तपाई उनीहरुलाई हिम्मत दिनुहुन्छ ल त यसको बारेमा थोरै तपाईको जस तपाई बोल्नुहुन्छ नि त त्यही टाइपमा हेमाकोबाट जासला ठिकै छ है अब तपाईहरु यदि आफ्नो देश छोडेर विदेश आउँदै हुनुहुन्छ नि यति कुरा सोच्नु कि तपाई कुनै देशमा बेचिदै हुनुहुन्छ अथवा नेपालमा कसैलाई मारेर कसैले कैद बनाएर राख्छ नि अर्कोको देशमा तपाई कैद बन्न आउँदै हुनुहुन्छ यहाँ र आउँदाखेरि चाहिँ अब त्यहाँ गएर म नाच्छु घुम्छु फिर्छु हैन जुनै पनि ठाउँमा तपाई आउनु भइसकेपछि हिम्मत गर्नुस् जस्तो ठाउँमा काम परोस् जुन ठाउँमा परे पनि म काम गर्छु म काम गर्न आको भनेर एउटा दिमाग कामको लागि लगाउनुस् हैन यो अर्काको काम हो भनेर दुनिया दिदीबहिनीले टिकटकमा त उसमा हाल्छन् के तपाईलाई छ नि पैसाले किनेको बुझ्नु होला नि हैन मेरो घरमा कसैलाई मैले काम गर्न मान्छे राखी भने कि मैले फकरमा त्यो मान्छेले त्यहाँ पैसा दिन्छु त उले राम्रो काम गर्यो भने म पनि खुसी हुने हो नि त अनि ऊ खुसी मालिक नि जब खुसी भयो भने तपाई पनि खुसी हुने हो नि त उलाई कसरी हुन्छ तपाईले खुसी पार्न सोच्नु पर्छ हिम्मत गर्नु पर्छ मेरो लोगीले मलाई छोड्यो मेरो आमाले छोड्यो मेरो बाउ मर्यो यो दुनिया सबै मरे पनि तपाई त जिउनु पर्छ हैन भोलि मेरो आमा मर्छन् मेरो बुवा मर्छन् सबै संसारले छोड्छ तर म जिउनु पर्छ हैन मै हो नि हैन जसले मलाई छोडे पनि मेरो आमा मरे म सँगै जान सक्छु त मेरो बच्चा मरे नि सँगै जान सक्छु जबसम्म मेरो धरतीमा मृत्यु छैन नि तबसम्म मैले जिउनु पर्छ जिउनको लागि दुःख कष्ट भोग्नु पर्छ है जीवनको साथी मैले अघि भनि न दुःख हो त्यो दुःखलाई मेरो साथी भने सम्झिनु भयो नि कोही मान्छे मर्न सक्दैन र कोही मान्छे रुन सक्दैन हिम्मत गर्नुस् त सबै कुरा जित्न सकिन्छ त्यति भन्छु तपाईले अब टिकटकमा यस्तै बोलेरै तपाईले हाल्दाखेरि कमै दिदीबहिनीको चाहिँ मन छुन्छ जस्तो लाग्छ के मलाई तपाईले कति चेलीबेटी दिदीबहिनीहरुले तपाईलाई के भन्छ त यहाँ खास यही बस्नेले के कुराहरु तपाईलाई सोच्छ र तपाईले कस्तो कुराहरु उहाँहरुले बताउनुहुन्छ खास
सबैजनाले त्यही भन्नुहुन्छ दिदी तपाईले एकदम भिडियो राम्रो बनाउनुहुन्छ हिम्मतवाले दिदी हुनुहुन्छ हैन तपाईले गर्दाखेरि धेरै कुराहरुमा मलाई हिम्मत आएको छ हैन तपाई जस्तो नारी हुनुपर्छ तपाईले गर्दा म धेरै रुनी मान्छे हो म मर्न हिँडेको मान्छे आज म स्ट्रङ भइराछु दिदी भनेर उनीहरुले मलाई भन्दाखेरि धेरै खुसी लाग्छ के म जस्तो बन्नु हैन तपाईले जस्तो म कस्तो छु हेर्नु भएको छ नि तर मेरो पछाडीको जीवन छ नि धेरै नर्कको जीवन हो नर्कलाई मैले भोगेर सकाएर म स्वर्गमा आएको मेरो जीवन हो कि त्यस्तै जीवन बनाउनुस् कसले छोड्यो अथवा कसले मर्यो भनेर तपाई कहिले पनि हार नखानुस् मैले गर्नुपर्छ छोरा मान्छे या छोरी मान्छे तपाईको श्रीमतीले छोडेर गयो अथवा मरि भने नि तपाई तोसँग जान मरेर पनि सक्दैन हैन त्यो गए नि केही भएको छैन मैले मेरो जीवन त जिउनु पर्छ र त्यसको लागि मैले यतिमा चाहिँ सोच्नु कि जीवनमा कहिले छोडेर जान्छ नि जीवनमा केही गर्छु नि आँट गर्नु त त्यसले मलाई छोडेन रोएर पनि कहिले पनि नबस्नु देखाउनु खुसी हुनु तर हिम्मत राख्नु एक दिन जित हुन्छ ल अर्को कुरा तपाईले गर्न चाहे कुवेतमा चाहिँ तपाईले सँग कुनै बंगाली आए कि आएन मलाई मन पर्यो भने तपाईसँग पछि लाग्यो बंगाली भनेको नि बंगाली आउँछन् इन्डियन आउँछन् यु आउँछन् तु आउँछन् तपाई जस्तोसँग आए पनि तपाई आफू राम्रो बन्नु त कसैले केही पनि गर्न सक्दैन तपाईलाई हैन तपाईको बोयफ्रेन्ड छ भने तपाईको बोयफ्रेन्डलाई तपाईको ठाउँमा राख्नु के आफू पनि आफ्नो ठाउँमा बस्नु पर्छ हैन मलाई बंगाली यो गरे बाटामा हात समात्दै हिँड्ने दुनियाँलाई देखाउँदै हिँड्ने आफ्नो नेपालको जब इज्जत जान्छ नि हामीलाई भन्छन् के हामी एउटा नेपाली हो कसैले पनि नेपालमाथि दाग लाउन सकेको छैन र हामीले पनि लाउन हुँदैन तपाईको बोयफ्रेन्ड छ अथवा गर्लफ्रेन्ड जोसुकै होस् बंगाली इन्डियन पाकिस्तानी जोसुकै होस् तर आफू सेफमा बस्नुस् कुनै पनि दिन तपाईमाथि दाग लगाउने काम नगर्नुस् दाग तपाईले जति गलत गर्नु तपाईको भित्र गर्नु तर बाहिर देख्ने गरे कहिले पनि दाग नलाउ त्यही त मान्छेले के गर्छ त यतिकै माबुल्ला तपाईले चाहिँ माबुल्लाको ठाउँलाई के भन्नुहुन्छ त मान्छेले त के गर्छ भने त्यहाँको माबुल्लाको बाहिरी फोटो लिएर यति बंगालीसँग हिँडेकी थियो भनेर कुनै मान्छे हिँडेको बाटोमा हिँड्नेलाई नेपालीको नाम लिएर त्यहाँ लेखिदिरा हुन्छ के त्यस्तो हुन्छ के भन्नुहुन्छ तपाई एकदम चेली हो स्पेशल चेलीलाई नै टार्गेट गरेर यहाँ भनिरहेको हुन्छ यो विषयमा चाहिँ मैले प्रत्येक मान्छेहरुसँग मैले यही कुरा रिपिट गरेको छु कि त्यो माबुल्ला कस्तो ठाउँ र हामीले चाहिँ त्यो माउलालाई कस्तो ठाउँमा को रूपमा हामीले त्यसलाई लिइरहेको हुन्छ र स्पेशल त नेपालबाट हेर्नेले कमेन्ट हान्दा हुन्छ ए त माउलामा यस्तो रहेछ भोडे बेकर आयो कि अरे यो अरे त्यो अरे भन्छ नि त तपाई कुवेतमा आउनुहुन्छ 7 वर्ष काम गर्नुभयो र अहिले भर्खरै भने तपाईले कुनै बंगाली पछि लाग्यो कि लाग्यो भन्ने कुरामा तपाई दिइहाल्नु भयो र यसको विषयमा तपाईले के भन्दिनुहुन्छ त नेपालसम्म अब यस्तो कुरा हो के माबुल्ला झाडी भनेर चाहिँ भनिन्छ हैन हो झाडी भनेको हरेक ठाउँमा छ र तपाईले सोच्ने तरिका कस्तो छ हैन तपाई कुनै पनि गलत ठाउँमा पुग्नु भएन भने नि तपाईले त्यो गलत चीज देख्नु भएन के तपाईलाई त्यो गलत चीज कहाँ छ नि खोज्दै जानुहुन्छ नि तपाई त्यही बस्नुहुन्छ र कोही पनि मान्छे तपाईले युज गर्नुहुन्छ अथवा हैन आज कसैको छोरी चेलीबेटी माथि तपाईले युज गरिनु भएको छ तपाईले माबुल्ला झाडीमा जानुहुन्छ बस्नुहुन्छ खानुहुन्छ मोजमस्ती गर्नुहुन्छ हो कसै माथि इज्जतमा खेल्नुहुन्छ भने त्यसको इज्जत गर्न सिक्नु पर्छ के किन भन्दा त्यस्तै तपाईको घरमा छोरी चेलीबेटी पनि छ नि आमा छन् दिदी बहिनी दा सबै मिक्स भएको हुन्छ घरमा र एउटालाई मैले युज गरिरहँदाखेरि मेरो घरको परिवारलाई पनि कसैले युज गर्दाखेरि भोलि त्यो घटना बाहिर निक्लिँदाखेरि के हुन्छ होला नि सोच्नु त एकचोटी अनि बल्ल हैन तपाईले गर्लफ्रेन्ड राख्नुस् आफ्नो ठाउँमा राख्नुस् त्यसले समाज परिवार यो देशलाई कुनै पनि ठाउँमा हानि नगर्ने गरी राख्नुस् कि त्यो राख्यो भने नि कोही कसैले यहाँ विजेत भएर हिँड्नु पर्दैन जो माबुल्ला झाडी भित्र पसेर आउनु भएको छ नि तिनलाई थाहा छ माबुल्ला झाडी म 7 वर्ष त्यही माबुल्ला झाडीमा बसेको छु त खोइ कुन चाहिँ झाडी कस्तो छ अहिलेसम्म थाहा छैन हैन कुन चाहिँ फ्ल्याटमा कसरी राख्छ तपाई त्यो ठाउँमा नपुग्नु त कोही ठाउँमा गलत छ भने नहेर्नुस् हैन गलत ठाउँमा गएर तपाईको आँखा लगाउनु हुन्छ तपाई त्यही बस्नुहुन्छ खानुहुन्छ मोजमस्ती गर्नुहुन्छ भोलि त्यसको बदनाम गर्दै हुनुहुन्छ अनि कसको इज्जत गइराछ त यो फलानु नेपाली त भन्दा हाम्रो इज्जत जाने हैन हामी नेपाली इज्जत जाने हैन हो किन भन्नु त हो नि त्यो कुरा विचार गर्नुपर्छ के म चाहिँ त्यति नै भन्छु त्यही त अनि त्यही त अब म्याक्सिमम अब नेपाली केटाहरुको गुनासो नेपालीहरुको गुनासो भने स्पेशल नेपाली केटीले नेपालीलाई हेर्दैन खाली इन्डियन छ बंगालीसँग मात्र जान्छ हामीसँग यिनीहरु यस्तै हो उस्तै हो भन्दै सानो त्यो भिडियोमा कमेन्ट पनि देखि लिएर धेरै कुराहरुमा यस्तै मात्रै आइरहेको हुन्छ यस्ता भन्ने दाजुभाइहरुलाई तपाईले के भन्नुहुन्छ नेपालीले हेर्दैन अरे के यहाँ केटाहरुले यहाँ यता सुन्नु है योको चाहिँ मैले भोगेको कुरा कस्तो भने नि नेपालीले यसले भोगेन एउटा नेपालीले अर्कोको नेपालीको इज्जत पनि गर्न सिक्नु पर्छ नि त आफ्नो घरमा भएको स्वास्नीलाई मैले मेरो जीवनमा भएको कुरा म भन्दै छु है अब सुन्नु होला यहाँ मान्छेले एउटा घरमा तपाईलाई एउटा कोही अर्काको स्वास्नी चाहिएको छ अथवा अर्काको छोरी तपाईलाई चाहिएको छ भने नि घरमा भइरहेको जिउँदो स्वास्नीलाई मार्नुहुन्छ किन मार्नुहुन्छ तपाईको घरमा स्वास्नी छ नि त छैन भन्दैन स्वास्नी छैन भन्ने स्वास्नी मरे मैले भोगेको कुरा बताउँछु है यो युट्युबमा जाँदैछ सञ्चारले सबैले हेर्छन् हैन म खुद उसको घरमा जाँदाखेरि उसको घरमा श्रीमती बच्चा बुढी सबै थियो मैले खुद भोगेको त्यो किन गर्नुहुन्छ त अनि नेपाली चेलीबेटीले मरेर दुख गरेको पैसा किन खानुहुन्छ 2 रुपैयाँ पैसा छ नि त्यसलाई सहयोग गर्न दिन सक्नु
तर सक्नुहुन्न भने त्यसको शरीरसँग खेल्ने, त्यसको इज्जतसँग खेल्ने, त्यसको भावनासँग खेल्ने। जब ऊ एक्लो छ, उसले मेरो जीवन योसँग काट्छु भने हिँडेको हुन्छ, घरमा जाँदा उसको बुढी हुन्छ, उसको मन के हुन्छ होला? ल त सोचौँ त, हैन? उसले पनि एउटा कस्तो भने घरमा हरेक दुःख कष्ट काटेर विदेशमा गएर 2 पैसा कमाउँछु, मेरो के गर्छु भनेर आएको हुन्छ। यहाँ आउँदाखेरि हुँदैन, हैन? कसले मलाई साथ दियो भने होला नि त भन्ने हिसाबले गएका होला नि त। अनि तँ पनि त उसले त्यो उसँग बसिसकेपछि अथवा उसलाई रिलेसनमा राखिसकेपछि त उसले पनि 1000 कुरा त्यो सोधिदिनु पर्छ होला जस्तो लाग्छ मलाई। के भने मान्छे बनाउनु भएन, हैन? भएका स्वास्नीलाई मार्न भएन। आफ्नो स्वास्नी छ भने नि लोग्ने होस् या स्वास्नी होस्, आफ्नो लोग्ने छ भने मेरो बुढो छ भनेर आफ्नो बुढोलाई माया गर्न सिक। यहाँ कस्तो थाहा छ? घरमा स्वास्नीले के खाए? त्यो जुन मान्छे घरमा म पुगेर आएको थिएँ नि, त्यो मान्छे घर चारतिर बाँसले बारेको थियो कि घरमा जाँदाखेरि बुढीले एउटा चामल खानलाई छ नि, घेडा थिएन, तर ऊ यहाँ 7 केडीको जुत्ता लाउँछ, ऊ हिरो बन्छ। मैले भोगेको घटना देखाउँदैछु के म यहाँ। त्यो मान्छेको नाम पनि मैले टिकटकमा नि हालेको छु, गएर हेर्नु, हैन? फेसबुकमा छ, युट्युबमा छ। उसको घर स्वयंमा पुगेर आएको मान्छे हो म, नेपाली। यस्तालाई तपाईले के भन्नु? त्यो भन्नु हो, मैले त्यो मान्छेलाई मैले यति भन्छु कि सक्छौ भने अर्काको छोरी चेलीबेटी लिएर आउँछौ, लिएर आएर मजाले 2-4 वर्ष 15-20 वर्ष बस्छौ, 3-4 बच्चा जन्माइदिन्छौ, उसको जिन्दगी बर्बाद बनाइदिन्छौ, अनि लर उसको जिन्दगी नरकमा लर डुबाइदिने, अनि तिमीलाई अर्को स्वास्नी चाहिने? ल तिमी आफै भन त। एउटा महिलाले, एउटा छोरी मान्छेले मजाले घर सजाइदिएको छ र पो छोरा मान्छे मेरो घर भनेर हिँडेको छ। हेर त, भोलि त्यो छोरीले त्यो घर छोडेर गइदियो त्यो घर कति नर्क हुन्छ हो। जुन ठाउँमा छोरीको इज्जत हुँदैन नि, त्यो घर कहिले शान्ति हुँदैन। याद गरेर उमेरलाई र यो उलाई ख्याल गर्नु पर्यो। पैसा अनि पैसा, पैसा र पैसालाई चिन्न सकेन भने नि बुढेसकालमा रुनु सिवाय केही छैन भनेर किन टिकटकमा भनेको त हो। पैसामा स्वास्नीलाई पनि यहाँ जस्तै अर्काको स्वास्नीलाई खुवाइरहनु भएको छ, अर्काको चेलीबेटीलाई खुवाइरहनु भएको छ, आफ्नो स्वास्नीलाई बलियो बनाउनु त। बुढेसकालमा तपाईँको हात छ भने त्यही बुढी रहन्छ र त्यही बुढा रहन्छ, अरू कोही नै रहन्छ।